एभ्रिवान आज त मेरो छोराले ढेँडो बनाएको थियो कि अन्तखेरि यो अब कतिजनाले त वासाहरू भनेको बुझ्दैन होला कुखुराको मासु सुप र ढेँडो बनाएको थियो हो अन्त चिन्डेको अचार त्यो खाँदैछौँ आज चाहिँ हामीले खाइ पनि सक्यो है कस्तो भयो भनिदिनुहोस् ल हो मिठो भएछ अब मेरो छोरा 16 तारिक त गइहाल्छ हो त्यसको यादगारमा चाहिँ यो बनाएर खाइदिएको नि अस्ति चाउमिन बनाएर खायौँ हैन फेरि पहिला मोमो बनाएर खायौँ अब यो ढेँडो र वासा जम्बो आए जम्बो लु सुप पनि ल्याउँछ अलिकति अम्बोइ यो नि त खै त्यसै जिउमा तागत आउँछ त्यस्तो खानुपर्छ हामी त बस्तीहरू हो त्यस्तो खायो भने त बल तागत आउँछ त हौ अरे बल तागतको काम गर्नुपर्छ अन्त नि यस्तो खाइराख्नुपर्छ मन पर्यो भने कमेन्ट गरिदिनुहोस् है कसलाई मन पर्यो एउटा गीत गाउँछु भने त बच्चा भाग्नु खोज्दैछ फेरि सबैले खाइसक्यो लास्टमा म मात्र भक्कु खाने यो सेकेन्ड ट्रिप यो सेकेन्ड ट्रिप भयो हो उठेर गइसक्यो सबैजना अन्तिम मेरोबाट है 2 किलो जस्तो त खायो होला खाली 2 केजीसम्म त छस्सामा त खाएको है ज्यादा होइन 2 केजी त खाइसके के गर्नु अब खानु पर्यो बस्तीको मान्छे हो हामी त